Hello, my name is Waisak Balla. I am from Nepal. म स्लोभेकिया जान लागेको हो। मेरो भिजा 1 महिना भित्र लाग्यो। थ्यांक यू सो मच VSG। नमस्कार, मेरो नाम खोबारी सहनी, रौतहट जिल्ला गरिमाई नगरपालिका वार्ड नम्बर 9 मा पर्छ। मैले VSG एजेन्सीबाट स्लोभाकिया देशको लागि अप्लाई गरेको थियो। 1 महिनामा मेरो भिजा आयो। त्यसको लागि VSG एजेन्सीलाई धन्यवाद। नमस्ते, मेरो नाम पर्वत पौडेल, झापा जिल्ला गौरीगञ्ज गाउँपालिका वार्ड नम्बर 3। मैले यो स्लोभाकियाको लागि 1 महिना अगाडि VSG एजेन्सीबाट भिसाको लागि अप्लाई गरेको थिएँ। मेरो भिसा लाग्यो। धन्यवाद VSG एजेन्सी। नमस्ते, मेरो नाम जय कुमार राई हो। म खोटाङ जिल्ला खोटाङबाट भिसा एप्लाई गरेको हाम्रो लगभग 21 दिनमा भिसा प्राप्त भयो। यो स्लोभाकियाको लागि हामी उनीहरूलाई 8 तारिकको थ्याङ्क यू VSG। नमस्ते, मेरो नाम शिव कुमार राई, म खोटाङ जिल्लाबाट। हामीले एप्लाई गरेको स्लोभाकियाको लागि हाम्रो 1 महिना भित्रमा भिसा आएको छ। भिसा आएर पनि यो 8 तारिकको हाम्रो फ्लाइट हुने भएको छ। त्यही भएर VSGलाई थ्याङ्क यू VSG। नमस्ते, मेरो नाम रवि कुमार राई हो। जिल्ला खोटाङ दिक्तेलबाट चाहिँ स्लोभाकियाको लागि मैले एप्लाई गरेको 22 दिनमा मेरो भिसा प्राप्त भयो। थ्याङ्क यू सो मच VSG ट्राभल एजेन्सी। नमस्ते, मेरो नाम कोमल बहादुर राई हो। म बाहिरको लागि अप्लाई गरेको थिएँ स्लोभाकियाको लागि। प्रोभाइड भिसा गरिदिने VSG ट्राभल एजेन्सी हो। स्लोभाकियाको लागि हामीले अप्लाई गरेको यो म्यापल इन्कर्पोरेसनद्वारा अहिले हामीले अप्लाई गरेको 22 दिन पछाडि हामीले भिसा पाएर हामीले अहिले अब यो फ्लाइटको तयारीमा भइसकेका छौँ। अनि स्लोभाकियाको लागि हामी अब यो 8 तारिकको हाम्रो फ्लाइट हुँदैछ, मे 8 को। त्यसको लागि भिसा प्रोभाइड गरिदिनु भएकोमा VSG ट्राभल एजेन्सीलाई थ्याङ्क यू भेरी मच। नमस्ते, म दिपक तिवारी, पर्वत जिल्ला बेरी गाउँपालिका नम्बर 5। मैले स्लोभाकियाको लागि भिसा एप्लाई गरेको 1 महिनामै VSG बाट भिसा